निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईहरुका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ? मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। हत्याको कुरा गर्नुहुन्छ, राष्ट्रपति तपाईहरुकै थिए, प्रधानमन्त्री तपाईहरु हुनुहुन्थ्यो, संसदमा दुई तिहाई थियो, अनि मदन भण्डारीको हत्याको याद आएन? सम्माननीय सभामुख महोदय, केही दिनदेखि केही साथीहरू यो व्यवस्था जोगाउनुपर्छ भनेर धेरै उफ्रिराख्नु भएको छ। उहाँहरू स्वाभाविक हो, यो व्यवस्था यस्तो व्यवस्था हो, चुनाव हार्ने हरुवा चरुवाहरू मन्त्री बन्दै यो देशको प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने व्यवस्था हो। त्यो भएर यो 16 वर्षको इतिहासमा, अहिले यो 16 वर्षको इतिहासमा 14 पटक सरकार परिवर्तन भयो, झन्डै 1000 मन्त्री भए, 31 वटा मुख्यमन्त्री भए, 30 वटा प्रदेश प्रमुख भए, 3 जना राष्ट्रपति भए, 3 जना उपराष्ट्रपति भए, झन्डै 3000 त सांसद भए। अनि सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो। र अर्को कुरा, यो व्यवस्था उत्तम भन्नुपर्ने अर्को स्वाभाविक कारण के हो भने आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन्, यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने, एक वर्षमा होइन यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने, त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। 26 खर्ब वैदेशिक ऋण भयो, त्यसका लागि व्यवस्था चाहिएको छ। अहिले पनि यो देशमा अहिले कर्मचारी, नेता र यिनीहरूको सांसद, यहाँका मुख्यमन्त्री, मन्त्री पाल्दा पाल्दै साना राजा, छोटा राजा, महाराजाहरू पाल्दा पाल्दै यो देशमा एक वर्षमा 15 खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो जोगाउनका लागि यो व्यवस्था यिनीहरूलाई चाहिएको छ। सम्माननीय सभामा यो व्यवस्था जनतालाई चाहिएको होइन। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमित यही संसदभित्र भएका केही व्यक्तिले चुनेको। यदि दम, हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने, व्यवस्थापाठी गर्ने। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। हत्याको कुरा गर्नुहुन्छ, राष्ट्रपति तपाईहरुकै थिए, प्रधानमन्त्री तपाईहरु हुनुहुन्थ्यो, संसदमा दुई तिहाई थियो, अनि मदन भण्डारीको हत्याको याद आएन? अरू साथीहरूले भन्नुभएछ मलाई, थुनियो। म एकजना व्यक्ति हुँ, तपाईको यो उत्तम गणतन्त्रको बेला ललितपुरमा चामल बाँड्दै 9 दिन सिडिओ कार्यालयमा थुनाइ पाएको व्यक्ति हुँ। र आज पनि, अहिले पनि भर्खरै रापरवाका विद्यार्थी युवा नेता निराजन बमलाई तपाईहरुले चितवनबाट अरेस्ट गरिराख्नु भएको छ। यो तपाईहरुको लोकतन्त्र हो। अघि एकजना मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, काण्ड सम्झाइदेऊ, निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईहरुका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ? र अर्को कुरा सम्झाइदिन चाहन्छु, बाँदरमुढे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था? खुल्ला मञ्चमा उभिएर 5000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो? यही का लागि चाहिए हो यो व्यवस्था? व्यवस्था जनताका हितका लागि। आज कर कति छ? 300% कर छ। हुँदा हुँदा पैतृक सम्पत्तिमा सम्म तपाईहरुले लाभ कर लिने गरिसक्नुभयो। त्यो भएको हुनाले यो व्यवस्था जनतालाई चाहिएको होइन। हामीले स्पष्ट भनेका छौँ, सबै मान्छे अठाउने। अहिले पनि स्पष्ट भन्छौँ, प्रजातन्त्र मासिँदैन। न यहाँ प्रजातन्त्र मासिन्छ, न यहाँ लोकतन्त्र मासिन्छ। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। यहाँभन्दा अरू होइन। यहाँभन्दा लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौँ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बजाउँ। अहिले पनि यो देश यहाँ कतिपय सांसदहरू हुनुहुन्छ, टीका लाउनुहुन्छ। 81% हिन्दू भएको देश आज हिन्दू राष्ट्र मासिएको छ। प्रदेश संरचना खारेज गर्नुपर्ने प्रदेश पालिएको छ। कार्यकर्ता सेटलमेन्टका लागि देशलाई 26 खर्ब गर्न पाइँदैन। त्यही भएर राजा सहितको प्रजातन्त्र चाहिन्छ। खुलम खुला बहस गर्न हामी तयार छौँ।
हस्, धन्यवाद छ। राजनीति तथ्यमा, तर्कमा र यथार्थमा उभिएर गर्यो भने त्यो राजनीति टिकाउ हुन्छ। भ्रमको खेतीले केही समय मानिसलाई झुक्क्याउन सकिएला, निराशाको खेतीले केही समय मानिसलाई अलमलमा पार्न सकिएला, तर सधैँ अलमलमा पार्न सकिँदैन, झुक्क्याउन सकिँदैन। अहिले देशमा भ्रम र निराशाको खेती व्यापक रूपमा चलेको छ। त्यसको लागि कतिपय सञ्चार माध्यममा घुसपैठ गर्ने र खास गरेर डिजिटल सञ्चार माध्यमहरू, फेसबुक जस्ता माध्यमलाई उपयोग गर्ने चलन पनि चलेको छ। म केही तथ्याङ्कहरू राख्न चाहन्छु। केही महिना अगाडि सेयर कास्ट इनिसिएटिभ नेपाल भन्ने एउटा संस्थाले नेपालका 52 जिल्लाका 196वटा गाउँ, नगरपालिका र महानगरपालिकाका 3000 मानिससँग कुरा गरेर एउटा सर्वेक्षण तयार पारेको थियो। सो सर्वेक्षणमा जीवन स्तर, राज्यको सेवा प्रवाह, भ्रष्टाचार र राजनीति लगायत विषयमा नेपालीहरूले आफ्ना विचारहरू व्यक्त गरेका थिए। सर्वेक्षणमा कुराकानी गर्ने 57% मानिसहरूले पछिल्लो 5 वर्षमा आफ्नो जीवन स्तर धेरै वा केही सुधार भएको बताएका छन् भने 27%ले उस्तै छ र 15%ले खसिएको बताएका छन्। अर्थात् देशको बहुसङ्ख्यक जनताले आफ्नो जीवनमा परिवर्तन आएको, आफ्नो जीवनको आर्थिक स्तर सुध्रेको, आफू अगाडि बढेको कुरालाई चाहिँ आम रूपमा भनेका छन्। संसारमा सर्वे यसै गरी नै गरिन्छ। त्यसै गरी सभामुख महोदय, सर्वेक्षणमा कुराकानी गर्ने मुलुकको अवस्था कस्तो छ भन्ने अर्को प्रश्नमा 50% भन्दा धेरैले अलि राम्रो र धेरै राम्रो भनेका छन्। 24%ले उस्तै छ भनेका छन् भने बिग्रिएको छ भन्नेहरू 24% छन्। के देखाउँछ यसले? यो तथ्याङ्क हो, देशव्यापी रूपमा गरिएको सर्वेक्षणको परिणाम हो। अब आउनुहोस्, यहाँ राजतन्त्र र गणतन्त्रको कालको पनि तुलना गरेर हेरौँ, राजा हुँदा र नहुँदाको। सन् 2008 अर्थात् मे 28 अर्थात् 2065 जेठ 15मा गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र आएपछि मुलुक झन् बिग्रियो भन्नेहरूले तथ्य र तथ्याङ्कमा गएर यथार्थलाई हेर्न जरुरी छ। विश्व ब्याङ्कले गरेको PPP अर्थात् पर्चेजिङ पावर प्यारिटीको आधारमा केही तथ्यलाई अगाडि राखेर हेरौँ। सन् 2008मा नेपालीको प्रति व्यक्ति आय $1942 थियो। गणतन्त्रको 15 वर्षपछि सन् 2023मा नेपालीको प्रति व्यक्ति आय $5,994 अमेरिकी डलर, अर्थात् नेपालीको आय यो अवधिमा 2.88 झन्डै 3 गुणाले बढेको छ। भन्दाखेरि अब दक्षिण एसियाको तुलना गरेर हेरौँ, देश अनि समय र कति गुणाले बढ्यो भने नेपाल $1942, अहिले 2023मा $5,994, 2.8 गुणा। भारत $6,633 थियो 2008मा, अहिले $10,166 पुगेको छ, उसको पनि प्रतिशत 2.8 नै हो। भुटान 6,035 थियो, अहिले 15,64,064 पुगेको छ, उसको बढेको प्रतिशत 2.5 हो। श्रीलङ्का 7,317 थियो, अहिले 14,461 पुगेको छ, अर्थात् 2 गुणा बढ्यो। बङ्गलादेश $2,555 थियो 2008मा, अहिले 9,148, अर्थात् दक्षिण एसियामा सबभन्दा धेरै 3.6 गुणाले बढ्यो। पाकिस्तान 3,721 थियो, अहिले 6,037 पुग्यो, अर्थात् 1.6ले बढ्यो। मालदिव 13,765 थियो, अहिले 24,735, अर्थात् 1.8 गुणाले बढ्यो। अब हेर्नुहोस्, सबभन्दा दक्षिण एसियाको टाइगर भनेर भनिन्थ्यो बङ्गलादेशलाई, त्यसको 3.6ले बढ्यो, तर नेपाल र भारतको बराबर छ। अहिले भारतले धेरै विकास गर्यो भनेर भन्छौँ, तर हामीले हाम्रो र उसको यो बढेको गुणालाई हेऱ्यौँ भने बराबर छ। नेपाल अहिले पनि दक्षिण एसियामा गरिब छ, तर राजाको पालेमा त झन् गरिब थियो। त्यसैले मैले के भनेको भन्दाखेरि विगत 15 वर्षमा नेपालको प्रति व्यक्ति आय भारतको प्रतिशत बराबर र बङ्गलादेशभन्दा कम रहेको छ। तर आर्थिक विकास मात्रै महत्त्वपूर्ण कुरा होइन, लोकतन्त्र महत्त्वपूर्ण कुरा हो। 3-6 गुणाले बढेको बङ्गलादेशमा लोकतन्त्र नहुँदा, प्रेस स्वतन्त्रता खुम्च्याउँदा, नागरिकलाई अधिकार नदिँदा विद्यार्थीहरूको नेतृत्वमा आन्दोलन भयो र शेख हसिना बाजेले देश छोडेर जानु पर्यो। त्यसैले लोकतन्त्र कति महत्त्वपूर्ण छ, आर्थिक विकास मात्र होइन, आर्थिक विकासका साथसाथै लोकतन्त्र पनि त्यतिकै महत्त्वपूर्ण छ भन्ने कुरा अहिलेको बङ्गलादेशको परिस्थितिले देखाउँछ। त्यसैले नेपालले यो बिचमा जे उपलब्धि प्राप्त भएको छ यो कुनै पनि अर्थमा निश्चय पनि सन्तोषजनक छैन, म मान्छु। तर राजाको 30 वर्ष पञ्चायती शासनकाल र अहिले दक्षिण एसियामा नेपालको प्रति व्यक्ति आयो त्यो बेला नि कम थियो, तर तुलना गरेर हेरौँ धेरै 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 डेभलप भएको छ। म आज देशमा महिलाहरूको लागि तपाईँ भन्नुहोस्, अब 2008मा एउटा अर्को तथ्याङ्कलाई हेरौँ, 2005मा कुल गारस्थ उत्पादन नेपालको जम्मा $8 अर्ब थियो, अहिले 2023मा $44 अर्ब पुगेको छ। तुलना गर्ने
राजाको शासन र अहिलेसँग। त्यसैले तथ्यमा जाउँ, 15 वर्ष अघिको तुलनामा पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ। बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँ गाउँ पुगेका छन्। गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो। आज बरु विडम्बना के भएको छ भन्दाखेरि स्कुलहरू करोडौँको लागतमा बनेका छन्, विद्यार्थीहरूको कमी छ। पर्याप्त प्रशस्त छ, चाहना धेरै छन्, तर केही भएन भनेर गलत भाष्य जुन बनाउन खोजिँदैछ यो आफैमा आपत्तिजनक छ। म धेरै कुरा भन्न चाहन्न। आज हाम्रो चाहिँ देशमा हेरौँ, साउथ एसियामा र संसारको कतिपय देशमा भन्दा महिलाहरूको 33% संसदमा सुरक्षित छ, जुन अहिलेसम्म भारतले पनि गर्न सकेको छैन। गर्छु भनेर बसिरहेको छ, गर्न सकेको छैन। स्थानीय निकायमा 40% स्थानीय निकायमा आरक्षण छ, समावेशी राजनीति छ। अनि हामीले यो सबै देख्नु पर्दैन। यो देशले राजाको ठाउँमा तराईमा बालककालमा भैँसी चढेर गोठालो जाने पढेर डाक्टर भएको पहिलो तराईको भूमिपुत्रलाई नेपालको राष्ट्रपति बनायो। के बिग्रियो? त्यसपछि आएर पहाडकी भोजपुरकी एउटी सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन्। के बिग्रियो? र आज आएर तनहुँको एउटा सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ। के बिग्रेको छ? अनि भोलि कुनै पूर्वको राई लिम्बू, पश्चिमको कुनै गुरुङ, तराईको कुनै थारू, कुनै दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ? जाँदैन। हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिब जनताको छोरा राष्ट्रपतिको कुर्सीमा बसेको असह्य भएको होला। सामन्तवादको ग्लानीले अरे यो बुढी बाख्रीको छोरा जस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्नु, त्यो भोजपुरकी विद्या भण्डारीलाई के राष्ट्रपति मान्नु, त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले आज राजा चाहियो भनेको छ। राजा किन चाहियो? राजतन्त्रको इतिहास हेरौँ। आफ्नै वंशको बहादुर शाह जसले पृथ्वीनारायण शाह पछि नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे। तिनलाई अब इतिहासकारहरू फरक कुरा हुन्छन्। कोहीले तिनलाई तेल सर्केर जेलमा मारियो भन्छन्, काका भतिजा र देवर भाउजूको लडाइँमा। कोहीले चाहिँ आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्। अनि रणबहादुर शाहको उपद्रवहरू, दरबारको द्वन्द्वले गर्दा, जेठी र कान्छी रानीको लडाइँले गर्दाखेरि भीमसेन थापा र दामोदर पाण्डे जस्ता देशभक्त भारदारहरू काटिए। त्यसपछि आएर हेरौँ, राजेन्द्र विक्रम शाहको पालामा कसले कोटपर्व घटायो? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोटपर्वको जन्मेको होइन, जहाँबाट 104 वर्षको राणा शासनको बीजारोपण भयो। त्यसपछि आएर हेर्नुहोस्, त्रैलोक्य विक्रमलाई युवराज सधैँ कसले बिख खुवाएर मार्यो दरबारमा? के कुनै जनताले गरेको थियो षड्यन्त्र? त्यसपछि आएर त्रिभुवनमा हेर्नुहोस्, दिल्ली त गए, तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो, र नेहरूले बाध्य भएर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। आज हामीले यो बोल्न दिनुहोस् सभामुख महोदय, आफ्नो टाइममा बोल्नुहोस् न। किन मान्य सदस्य के को लागि उठ्नु भएको छ? के कुन नियम? के नियम? म इतिहासबाट साबित गरेर देखाइदिन्छु। इतिहासका पुस्तक पढेर। मान्य सदस्य, मैले यहाँलाई समय दिएको छैन, त्यसैले आसन ग्रहण गरेर बसौँ र मान्य सदस्य अगाडि बढ्नुहोस्। इतिहास पढेर आउने, मसँग बहस गर्ने भने इतिहास पढेर आउने, जुम्लामा हाउ गरेर आएको जस्तो होइन। इतिहास पढेर आऊ, बहस गर्ने भने आउनुहोस् न पढेर। मान्य सदस्य आसन ग्रहण गरौँ र मान्य सदस्यलाई बोल्न दिनुहोस्। मैले बोलेको इतिहास गलत हो भने इतिहासका पुस्तक पढाएर। मान्य सदस्य समय लिएर बोल्नुपर्छ, त्यसले गर्दाखेरि मान्य सदस्यलाई मैले समय दिएको छैन, त्यसले आसन ग्रहण गरौँ र मान्य सदस्य बोल्नुहोस्। के भन्नु पाइन्छ मलाई थाहा छ। मान्य सदस्यहरू, यहाँ मैले बोल्न पाऊँ सभामुख महोदय, मेरो गएको समयको हिसाब होस्, यो डिस्टर्ब भएको समयको, यो मेरो समयको डिस्टर्ब। मान्य सदस्य आसन ग्रहण गरेर बसौँ। इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने मिस्टर मान्यजी, इतिहास पढेर आउनुहोस्। ल मान्य सदस्यहरू, मेरो टाइम जुन नष्ट भएको छ त्यो पाऊँ है सभामुख महोदय। मान्य सदस्यहरू, म फेरि यहाँहरूलाई के सम्झाउन चाहन्छु भने मान्य सदस्यहरूले हाम्रो यहाँको प्रबन्ध व्यवस्था, खास गरिकन हाम्रो नियमावलीको आधारबाट हामी आफ्ना अभिव्यक्तिहरू दिन्छौँ। अभिव्यक्तिहरू दिँदाखेरि मान्य सदस्यहरूले राष्ट्रको अगाडि सार्वजनिक ढङ्गबाट, त्यसमा पनि हाम्रो
खुला भएको संसदमा बोलिरहनु भएको छ। यसरी बोलिरहँदाखेरि तथ्य सत्यमा आधारित भएर तर्कमा आधारित भएर व्यवस्थित ढङ्गबाट बोल्नुपर्छ भन्ने विषयमा मान्य सदस्यहरू आफै जानकार हुनुहुन्छ। जो मान्य सदस्यहरूले आफ्ना तर्क आफ्ना भनाइ राखिरहनु भएको छ, यो राखिरहँदाखेरि कयौँ मान्य सदस्यहरूलाई त्यो बेठिक लाग्न सक्छ, झुटो लाग्न सक्छ, असत्य लाग्न सक्छ। त्यसमा मान्य सदस्यहरू असहमत हुन सक्नुहुन्छ। तर यी कुराहरूमा विधिवत ढङ्गबाटै प्रतिवाद गर्नुपर्छ, विधिवत ढङ्गबाटै खण्डन गर्नुपर्छ, प्रणाली अन्तर्गत नै खण्डन गर्नुपर्छ र हामीले तय गरेको व्यवस्था अन्तर्गत नै खण्डन गर्नुपर्छ। र त्यसको बारेमा मान्य सदस्यहरू जानकार हुनुहुन्छ। जानकार नभएको कुरालाई सञ्चालन गर्ने सन्दर्भमा यहाँबाट निर्देशन गरिएको छ, निर्दिष्ट गरिएको छ, अनुमति दिने नदिने कामहरू गरिएको छ। आज यो संसद दोस्रो संसद पनि करिब 2.5 वर्ष बिताउन लागिसकेको छ। 3टा हाम्रा यिनै अधिवेशनहरू सञ्चालन भइसकेका छन् भन्नाले हिउँदे अधिवेशनहरू सम्पन्न हुन लागिरहेका छन्। यस्तो बेलामा मान्य सदस्यहरूले आफ्नो गरिमालाई ख्यालमा राखेर सभा सञ्चालन गर्नुहुनेछ। र मैले बोलिरहनु भएको मान्य सदस्य रघुजी पन्तको जुन समय काटिएको छ त्यो समयलाई मैले थप्दाखेरि सिङ्गो आजको दिनको कार्यसूचीमा समय प्रभावित हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राख्दै म यो काटिएको समयलाई थप्न चाहन्छु। फेरिदेखि यस्तो वातावरण नबनाउनको लागि मान्य सदस्यले ध्यान पुर्याउनु हुनेछ। मान्य सदस्य रघुजी पन्त अगाडि बढ्नुहोस्। हस्, धन्यवाद सभामुख महोदय। मेरो काटिएको 10-12 मिनट छ, प्लस होस् यो प्रश्न कुरा। अब सभामुख महोदय, मैले के भने भन्दाखेरि हामीले यो संसदबाट केही समय अगाडि हामीले एकमतले चुच्चे नक्सा छाप्यौँ। 2012 सालमा छापिएको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ। 2012 सालमा छापिएको हुलाक टिकटमा नेपालको नक्सा छ। नेपालले छापेको टिकटमा 17 सालपछि यो पञ्चायतको अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुझ्चे बचायो? जवाब चाहियो। यहाँ कहाँ हराएर किन हरायो त्यो चुच्चे नक्सा? त्यसको जवाब दिनु पर्दैन? अनि यो संसदले फेरि हाम्रो यही गणतन्त्र आएपछि यो संसदले एसोर्ट गर्यो, आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनर्स्थापित गर्यो। अनि यो चाहिँ राष्ट्रियता कमजोर भएको हुन्छ? तपाईँहरू जुलुस निकाल्नुहुन्छ राजावादीहरूको भनेर, त्यहाँ यसो हेऱ्यो सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश। यही हो देशभक्ति? देशभक्तिको नमुना यही हो। त्यसैले सभामुख महोदय, म भन्छु राजा महेन्द्रको पालामा राजतन्त्रकै पालामा सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा हरायो। त्यति मात्र होइन, नेपालको लोकतन्त्र पनि हरायो। 17 सालको काण्ड गरेर सम्पूर्ण नेताहरूलाई प्रवासमा पठाइयो, जेलमा 10औं वर्ष हालियो। त्यसैले मैले के भनेको इतिहास फर्केर हेरौँ। अब आउनुहोस्, 46 सालमा आन्दोलन गऱ्यौँ, हामीले प्रजातन्त्र अथवा बहुदलीय प्रजातन्त्र बहुदलीय लोकतन्त्र स्थापना गऱ्यौँ। हामीले मान्या हामी गणतन्त्रवादी एमालेहरू, तर हामीले सम्झौतामा के मान्यौँ भने ठिक छ संवैधानिक राजतन्त्र मानेर जाने। त्यो संवैधानिक राजतन्त्र कसले उल्टायो? त्यो उल्टाको राजा ज्ञानेन्द्रले असोज 18 र माघ 19 गरेर होइन। अनि राजतन्त्र के को लागि चाहियो? त्यसैको लागि। अनि युवराज दसैँ र तिहारको बेलामा लुकेर बनाइयो पारसलाई। त्यसपछि युवराजले के गरे? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रवीण गुरुङलाई नारायण हिटमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीबाट लखटी किचाएर मारे। के यो पनि झुटो? अनि जब हल्ला खल्ला भएर मुद्दा चलाउनु पर्ने कुरा उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो, नक्कली उसले चढाइरहेको थियो गाडी भनेर। यही होइन राजतन्त्रमा भएको नमुना, कानुनको शासन? त्यसैले नेपाली जनतालाई राजतन्त्र चाहिएको होइन। र सभामुखज्यूको गम्भीरतापूर्वक एउटा ध्यान आकर्षण गर्न चाहन्छु। नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन, राजतन्त्र चिन्दैन। त्यसैले त्यो विषयमा संसदभित्र छलफल गर्न पाइँदैन। त्यसले गणतन्त्र मात्र चिन्छ। राजतन्त्र इतिहासको विषय भइसक्यो। संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन्, किनभने राजतन्त्र भनेको विशेषाधिकार हो। राजतन्त्र भनेकै आफैमा विशेषाधिकार हो। त्यसैले संसारको राजनीतिको प्रवाह गणतन्त्र हो। नेपालमा गणतन्त्र आउनु पर्थ्यो, आयो। अब पुनर्स्थापना भन्ने विषय सोधौँ न, किन राजतन्त्र शाहवंश? त्योभन्दा अगाडिको मल्ल किन नल्याउने? तिनको पनि त हक लाग्ला। त्योभन्दा अगाडिका लिच्छवी किन नल्याउने? त्योभन्दा अगाडिका किराँतहरूले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका महिषपाल वंशीले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका गोपाल वंशीले किन पुनर्स्थापनाको कुरा नगर्ने? कुन राजतन्त्रको कुरा? इतिहासमा त थुप्रै राजतन्त्र छन्। संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन्। यो समयको प्रभाव हो। यो गणतन्त्र आजको युगको सत्य हो। सभामुख महोदय, म सम्पादक थिएँ। मलाई कुन बेला जेल लाग्छ मलाई थाहा हुन्थेन। र मलाई जेल जाँदाखेरि मलाई के अपराधमा जेल लग्यो त्यो थाहा हुँदैन थियो।
कतिसम्म भयो भने उहाँहरू राष्ट्रियताको ठुलो कुरा गर्नुहुन्छ। म रातो युगधाराको सम्पादक थिएँ। के भयो भन्दाखेरि पूर्व पश्चिम राजमार्ग कम्प्लिट भएको थिएन। महाकाली पारीका 18वटा पुल माने टेन्डर गर्दाखेरि चिना कम्पनीलाई पर्यो र त्यो चिना कम्पनीलाई परेको पुल उल्टाउँछ, अब त्यो चाहिँ बाह्य दबावमा उल्टाइँदैछ भनेर मैले समाचार लेखे बापत मलाई अञ्चलाधीश कार्यालयमा बोलाएर बयान लियो। नभन्दै त्यसको केही दिनपछि त्यो 18वटा पुलको निर्णय उल्ट्यो। यही होइन देशभक्ति? यही होइन राजतन्त्रको देशभक्ति? यो त प्रमाण हुन्, गएर अखबार पढे हुन्छ त्यस बेलाको। त्यस बापत मुद्दा खेप्ने, त्यस बापत अञ्चलाधीश कार्यालयमा गएर बयान दिने मान्छे बन्यो। म दृष्टिको सम्पादक थिएँ। अञ्चलाधीश कार्यालयबाट सेन्सर गर्ने एउटा शाखा अधिकृत खटाइयो, उसले सेन्सर गर्यो। उसले सेन्सर गरेर हरेक हप्ताको अखबार उसले काटेको छ। मैले के लेख्दिने गर्दै आएको थिएँ भने त्यो बेलाको फाइल पल्टाएर हेरि हुन्छ, यो पङ्क्ति अञ्चलाधीश कार्यालयले सेन्सर गरेको हुनाले यो ठाउँ खाली छ भनेर मैले त्यस्तै पठाइदिन थालेँ। त्यसमा अञ्चलाधीश कार्यालयले आपत्ति गर्यो, मैले मानिनँ। अनि त्यही दृष्टिका अङ्कहरूको आधारमा मलाई राजकाज मुद्दा चलाइयो। अनि बयान लिए कसले? नरेन्द्र कुमार चौधरी भन्ने एकजना अञ्चलाधीश थिए, रणबहादुर चन्दजी त्यो बेला डिआइजी हुनुहुन्थ्यो। उहाँहरूलाई लिएर 45 दिन थुनेपछि चाहिँ अनि फैसला गर्ने बेला के अरे भन्दाखेरि तपाईँको चालचलन राम्रो भएर छोडिया छ। मेरो चालचलन कहिले बिग्रिएको थियो र? तिनको प्रमाण चाहिने हो, मेरो चालचलन कस्तो छ भन्न। यसरी आधारहीन रूपले थुनिन्थ्यो। 9 महिना मलाई रसुवा लगेर थुनिन्थ्यो। यहाँ जेल छँदै थुनियो। किन थुन्यो आजसम्म मलाई थाहा छैन। शान्ति सुरक्षाको पुर्जी दियो। म एउटा हातमा कलम लिएर हिँड्नेबाट यो देशलाई के खतरा थियो? यो देशको राजतन्त्रलाई के खतरा थियो? तर हो, मैले डेमोक्रेसीको पक्षमा, लोकतन्त्रको पक्षमा आवाज उठाएको थिएँ। सायद त्यसैलाई त्यो बेलाको राजतन्त्रले खतरा बोल्यो। त्यसैले सभामुख महोदय, इतिहासले के भन्छ भनेको राजतन्त्र भनेको षड्यन्त्र हो। षड्यन्त्र यो नेपालको राजतन्त्रको लागि मात्र होइन। लिच्छवीको हेर्नुहोस् त्यस्तै छ, मल्लको हेर्नुहोस् त्यस्तै छ, अरू संसारको राजतन्त्रको पनि इतिहास त्यस्तै छ। जयप्रकाश मल्ललाई कसले थुनेको थियो शासनको लागि? आफ्नै स्वास्नीले जेलमा हालेको थियो। राज्यप्रकाश मल्लको आँखा पाटनमा कसले फुटाइदिएको थियो? त्यसैले राजा राम्रा छन् भने त कसले मान्दैन? हामी पृथ्वी जयन्ती मनाउँछौँ होइन? हामी पृथ्वी जयन्ती मनाउँछौँ। हामी बहादुर शाहलाई कदर गर्छौँ। वीरेन्द्रको पनि हामीले त्यति धेरै विरोध गरेनौँ कि उनको पालामा कमसेकम सम्झौतामा प्रजातन्त्र दिए भनेर। त्यसैले हामी बहुदलवादीहरू विवेकी हुन्छौँ। हामीहरू लोकतन्त्रलाई विश्वास गर्छौँ। हामीहरू जनताको भावनालाई विश्वास गर्छौँ। र यहाँ मान्यजीहरूलाई नि म के भन्छु भने तपाईँहरू प्रश्न उठाउँदा बुझेर उठाउनुहोस्। किन जरुरी छ भन्दाखेरि आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदैछ। ए बाबा, यहाँ कतिजना हुनुहुन्छ म नाम लिन्न, प्रतिपक्षका सांसदहरू गाड लिएर हिँड्नुहुन्छ। अहिले सांसद मात्र हुनुहुन्छ। भन्नुहोस् न, त्यो विधेयक आउँदैछ भन्ने कुरा साँचो हो कि होइन? अहिले सरकारबाट पावरमा भएकाहरूले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले आदेश गर्यो कि यो यसरी नदेऊ, यो सुविधालाई रेगुलेट गर, यसलाई जथाभावी नदेऊ, मापदण्ड बनाएर मात्र देऊ भनेर भन्यो। र त्यो विधेयकको ड्राफ्ट 1.5 वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेछ। यो सरकार आएको कति भयो? को छ? यो त मन्त्रीजीहरूले बोल्नु पर्ने। म पनि मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु। हिजो प्रकाश पानजीले पाल्पामा बोल्नु भएको छ यो अहिले भइरहेको छैन भनेर। आएर त्यही कुरा भन्यो भने संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्छ, भन्नु पर्यो नि। आएर कसैले भनेको, किन भनेको, के कारणले भनेको, कुन अवस्थामा छ र सरकारको सोच के छ? पटक प्रश्न उठेपछि मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ? म प्रधानमन्त्रीलाई नै आग्रह गर्दछु, जनताको चासोलाई सम्बोधन गरौँ, जनताको भावनालाई सम्बोधन गरौँ। लोकतन्त्र भनेको जनभावना अनुसार अगाडि बढ्ने हो। उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेरि बेला आयो। पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राख्न जरुरी छैन। प्रधानमन्त्रीज्यूले निश्चय पनि मूल्याङ्कन गर्नुभएको होला। त्यसैले आज जनताको असन्तुष्टिलाई ठिक ढङ्गले सम्बोधन गरौँ। हामीले पाएका उपलब्धिहरू दक्षिण एसियामा कम छैन। यो 15 वर्षमा तथ्यले भन्छ, तथ्याङ्कले भन्छ। आउनुहोस् न बहस गरौँ। त्यसैले सभामुख महोदय, मेरो आग्रह के मात्रै भन्दाखेरि सभामुख महोदयलाई कि हाम्रा मान्य सांसदज्यूहरू, मलाई मेरो बडा व्यक्तिगत रूपमा बडा राम्रो सम्बन्ध छ। यहाँ मान्य जो हुनुहुन्छ राप्रपालाई प्रतिनिधित्व गरेर आउनुभएको, उहाँहरू तर्कपूर्ण कुरा राख्नुहुन्छ कहिलेकाहीँ। तर संविधान त हेर्नुहोस्, राजतन्त्रलाई त हामीले विदा गरिसक्यौँ। अब यो विदा गएको राजतन्त्र आउँदैन। आमाको पेटबाट सक्छु सभामुख महोदय, आमाको पेटबाट जन्मेको बच्चालाई फेरि आमाको पेटमा पठाउन सकिँदैन। राजतन्त्र ल्याउने सङ्घर्षको लागि हामीले फेरि सडकमा उत्रिनु नपरोस्। यसलाई एउटा बौद्धिक विमर्श गर्नुहोस्, ठिक छ, तर त्रास खडा गरेर
वातावरण बिगार्न खोजिन्छ भने अपोजिसन त गइसक्यो, सत्तापक्ष पनि सडकमा आउने दिन आउन सक्छ। धन्यवाद सभामुख महोदय। कटौती गर्नुपर्ने र विशिष्ट पूर्व विशिष्टका नाममा भएका अहिलेसम्मका सेवा सुविधाहरू र सुरक्षा सबै कटौती गर्नुपर्ने अवस्थामा अझ थप्ने आजीवन चाहिँ सेवा सुविधा दिने भनेर जो सरकारले ल्याएको विधेयक छ त्यो असाध्यै चाहिँ अब निर्णय छ, त्यो असाध्यै गैर जिम्मेवार निर्णय छ कि हाम्रो मुलुकको आर्थिक अवस्था त्यो होइन हैन। भएका सेवा सुविधा पनि कटौती गर्नुपर्छ, सम्पन्नलाई सुविधा दिने, विपन्नसँग चाहिँ के गर्ने भन्दा आर्थिक बोझ थपिदिने जो नेपाल सरकारको गैर जिम्मेवार चाहिँ रवैया छ, यसको हामीले घोर विरोध गर्छौँ, भर्सना गर्छौँ। कुनै पनि हालतमा पूर्व विशिष्टका नाममा दिइने सेवा सुविधाहरू सबै कटौती गर्नुपर्छ, किनकि उहाँहरू त सम्पन्न हुनुहुन्छ, उहाँहरू विपन्न होइन, कमजोर होइन। कमजोरलाई सहयोग गर्ने हो राज्यले, बलियोबाट सहयोग लिने हो। जो व्यक्तिसँग सहयोग लिनुपर्ने तिनै व्यक्तिलाई चाहिँ फेरि सहयोग थप्ने कुरा यो असाध्यै गैर जिम्मेवार छ। यो गैर जिम्मेवार निर्णयको चाहिँ म घोर भर्सना गर्छु र कुनै पनि हालतमा सेवा सुविधा मात्र होइन सुरक्षा पनि कटौती गर्नुपर्छ, किनकि उहाँलाई सुरक्षा चुनौती हुँदैन। अहिले हजारौँ चाहिँ सुरक्षाकर्मीहरू अनावश्यक सुरक्षा दिएर व्यवस्था गरिरहेको छ र सेवा सुविधा थप्ने र सुरक्षा प्रदान गर्ने विषय चाहिँ यो आपत्तिजनक छ, कटौती गर्नुपर्छ भन्ने नै हाम्रो मान्यता छ। 8 महिना जति भइसक्यो, अहिलेसम्म यो सरकारले सरकारका मन्त्रीहरूले सार्वजनिक सम्पत्ति आफ्नो सम्पत्ति चाहिँ सार्वजनिक गर्नु भएको छ, यसलाई चाहिँ के छ टिप्पणी? होइन, अहिलेसम्म मन्त्री जो अथवा सार्वजनिक लाभका पदमा बसेका पात्रहरू होइन, उच्चपदस्थ राजनीतिक अधिकारी होस् अथवा के अरे कर्मचारी होस्, सबैले के गर्नुपर्छ, सम्पत्ति चाहिँ सार्वजनिकरण गर्नुपर्ने हाम्रो कानुनी व्यवस्था पनि छ। तर त्यो अहिलेसम्मको सम्पत्ति सार्वजनिकरण पनि औपचारिक जस्तो हुने होइन। मैले सम्पत्ति विवरण बुझाउँछु, बन्द खाममा राखिदिने, कमसेकम त्यो सम्पत्ति विवरण पनि आम जनताले थाहा पाउने गरी सबैको उच्चपदस्थ राजनीतिक नेतृत्व अथवा उच्चपदस्थ कर्मचारी सबैको जनताले थाहा पाउनु पर्ने हुन्छ। त्यसपछि पारदर्शिता सुरु हुन्छ र त्यति मात्र होइन, सम्पत्ति चाहिँ छानबिन पनि हुनुपर्ने हुन्छ होइन। सम्पत्ति छानबिन किन गर्नुपर्ने, मैले दिएको सम्पत्ति विवरण र मेरो सम्पत्तिको बिचमा मेल खान्छ कि खाँदैन भनेर आजको दिनसम्म छानबिन भएको छैन होइन। अहिले त 8 महिनामा सरकारका मन्त्री प्रधानमन्त्री स्वयंले पनि सम्पत्ति चाहिँ विवरण बुझाइराख्नु भएको छैन। त्यो त उहाँहरूले कानुनको अवज्ञा गर्नु हो, हाम्रो चाहिँ कानुनको अवज्ञा गर्छ। त्यसरी गैर कानुन ढङ्गले सरकार सञ्चालन गर्न अभ्यस्त ओली सरकार भएको नाताले गर्दा कानुनको पालना गर्नुपर्छ भन्ने उहाँहरूलाई महसुसै छैन। त्यस कारणले गर्दा पनि उहाँले सम्पत्ति विवरण बुझाउनु भएको छ नै मलाई लाग्छ। र यति मात्र भन्न पुग्दैन, कमसेकम होइन यति मात्र नहुनु, सार्वजनिक लाभका पदमा बसेका मान्छेहरूको सम्पत्ति विवरण मात्र बुझाएर पुग्दैन, सम्पत्ति छानबिन हुनुपर्छ र स्रोत नखोलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। त्यसपछि मात्र के हुन्छ, अब पारदर्शी नेतृत्व सुरु हुन्छ। अहिले त्यति मात्र होइन, सरकारले गएका 8 महिनामा गरेको व्यथिति, अराजकता, अनियमितता, भ्रष्टाचार, कुशासन, कुकर्म, अलि अलोकतान्त्रिक ढङ्गले शासन सञ्चालन गर्ने, यहीँ भनौँ न आफ्ना विरोधीलाई दमन गर्ने, असाध्यै हुर्मत लिने र आफ्नालाई पाखा के अरे काखा अरूलाई पाखा गर्ने, यति भनौँ कि प्रश्नकर्ता पत्रकारलाई पनि उसको पेशपासै खोजिदिने होइन। सार्वजनिक कार्यक्रममै अब जनतामाथि आलोचना गरे, प्रश्न उठायो भनेर हातपात गरिदिने, सुरक्षाकर्मीको अगाडि, सामान्य प्रधानमन्त्रीको अगाडि हातपात गर्ने लगायतका जो गैर कानुनी गतिविधि भइरहेका छन्, त्यस कारणले गर्दा पनि यो सरकारप्रति जनताको चाहिँ के छ भने वितृष्णा, घृणा चाहिँ अब उत्कर्षमा पुगेको सत्य हो। एउटा कुरा, तपाईँका पार्टी अध्यक्षज्यूले जो अस्ति मात्र एउटा अभिव्यक्ति दिनुभएको थियो, हत्यारा पूर्व राजालाई चाहिँ इङ्गित गर्ने, हत्यारा, मूर्ति चोर, यी विविध कुराहरूको आरोप लाउनु भएको थियो। तपाईँहरू सरकारमा भएको बेलामा चाहिँ उहाँलाई किन कारवाही गर्न नसक्नु भएको? यो मैले भने होइन, फेरि पूर्वाग्रही पनि भन्नुहुन्छ, फेरि तपाईँहरूले यो प्रश्न पारिदिनु होइन। भिन्न सन्दर्भमा हाम्रो पार्टीका सदस्य प्रचण्डले कुन सन्दर्भमा भन्नुभयो, तैपनि अहिले हाम्रो मुख्य मुद्दा के छ भनेदेखि हाम्रो अहिले नेपालको मुख्य समस्या सडकभन्दा सरकार हो होइन। सरकारले कमसेकम जनताप्रति उत्तरदायी जवाफदेही भएर आफ्नो भूमिका निर्वाह नगरेको कारणले सरकारले ठिक ढङ्गले सरकार सञ्चालन गरेन, कर्मचारी परिचालन गरेन, विकासमा ठिक ढङ्गले नेतृत्व गरेन, जनताको समृद्धिको अपेक्षा पुरा गरेन होइन, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गरेको छैन। यी सबै घटनाक्रमले के देखिन्छ भने सरकारप्रतिको वितृष्णा त्यहाँ गएर सडकमा पोखिया छ। त्यो प्रतिगामीहरूलाई सहयोग, राजतन्त्र राजावादीहरूलाई सहयोग भन्दा पनि कमसेकम हामी यो सरकारमा बसेका चाहिँ पार्टी र नेतृत्वबाट जनता सन्तुष्ट नभएर, मैले भने हो होइन, जनता असन्तुष्ट भएको कारणले गर्दा सडकमा पोखिएको छ। त्यसलाई हामीले यसरी बुझ्नुपर्छ। जहाँसम्म तपाईँले ज्ञानेन्द्रको सन्दर्भमा जो प्रश्न उठाउँ, उनको आफ्नो पृष्ठभूमि पनि खराबै छ। पञ्चायतकालमै धेरै मुद्दा मैले लागौँ, म धेरै यसको जवाफ दिन चाहन्न। पञ्चायतकालमै सयौँ मुद्दा बेहोरेका, मूर्ति तस्करी लगायत अरू मुद्दा बेहोरेकै पात्र ज्ञानेन्द्र शाह हुन्। उहाँलाई अब सबैले चिन्दछौँ। तैपनि अब ज्ञानेन्द्र शाहको बारेमा यति चाहिँ भन्न सकिन्छ, दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी ज्ञानेन्द्र शाह र पारस शाह, प्रत्यक्षदर्शी भएको नाताले कि उहाँहरू यो घटना प्रक्रियामा दरबार हत्याकाण्ड सहभागी हुन्छ कि उहाँहरूले देख्नु भएको छ हत्यारा को हो
देख्नुभएको छ। कमसेकम दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ। झन्डै 17 वर्षमा लामो समयदेखि त सरकारमा हुनुहुन्थ्यो, अहिले प्रतिपक्षमा हुनुहुन्छ। सरकारमा भएको बेलामा चाहिँ तपाईँहरूले कारबाही गर्न सक्नुहुन्न। अहिले त उहाँ आम नागरिक हो नि त। आम नागरिकले बोल्दाखेरि तपाईँहरूलाई चाहिँ किन आपत्ति होइन? आपत्ति छैन। यसको उद्देश्य के भने हाम्रो अध्यक्ष कमल प्रचण्डको सोच पनि दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ। त्यति ठुलो नरसंहार छानबिनै भएको छैन, सम्बन्धित हतियारहरू पत्ता लागेका छैनन्, अनुसन्धानमा आएका छैनन्, कमसेकम उनीहरू दण्डित हुनुपर्छ भन्ने विषयमा उहाँले त्यो विषयवस्तु उठान गर्नुभएको हो। र अर्को कुरा चाहिँ के हो भने तत्कालीन राजा वीरेन्द्रको सपरिवार सर्वनाश हुँदा ज्ञानेन्द्रको सपरिवारमा काँडाले पनि कोरेको छैन। सत्य त्यही हो नि। एउटा सपरिवार समूल नष्ट हुन्छ, अर्को सपरिवार काँडाले पनि कोर्दैन, काँडाले पनि कोर्दैन। यस सन्दर्भमा त तपाईँहरू सत्तामा आइसकेपछि उहाँहरूलाई त आम नागरिक बनाउनु भएको हो नि त, हो कि होइन? उहाँ आम नागरिकको रूपमा त जानु भएको हो नि त, निर्मल निवासमा बसिराख्नु भएको छ नि त अहिले त। उहाँ बोल्दाखेरि तपाईँहरूलाई आपत्ति, लामो समयदेखि सरकारमा हुनुहुन्छ, कारबाही गर्नुपर्ने, तपाईँहरूको यो जागरण अभियान थियो, अभियान नै स्थगित गरेर चैत 15 गते आन्दोलन अथवा सडक सङ्घर्षमा फेरि जाँदै हुनुहुन्छ तपाईँहरू, जानुको तात्पर्य के हो भनिदिनुहोस् त। अनि यहाँले जे विषयवस्तु हामी सरकारमै भएर पनि बोलियो, सरकार दरबार हत्याकाण्डको छानबिन गर्न सक्ने बोलियो परिस्थिति पनि बनेन। विषयवस्तु उठान गरेकै थियौँ, दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ, अपराधीहरूलाई दण्डित गर्नुपर्छ भन्ने हाम्रो माग सुरुदेखि हो। तर त्यसलाई सरकार मार्फत चाहिँ कसैसँग अनुसन्धान प्रक्रियामा लैजानु निम्ति अनुकूल परिस्थिति सिर्जना भएन। त्यो नेतृत्व हामीले प्रदान गर्न पाइया अवस्था पनि होइन। यो कारणले गर्दा पनि दरबार हत्याकाण्ड छानबिन हाम्रो पहल पनि पुगेको छैन, चाहना हुँदाहुँदै पनि पुगेको छैन, यो कुरा सत्य हो। तर पछिल्लो समय सरकार मार्फत सृजित जो व्यतिथि अराजकता, अनियमितता छ, भ्रष्टाचार छ, यसले जनतामा पैदा भएको घृणा छ, उत्तेजना छ, आक्रोश छ र कहीँ न कहीँ प्रतिगामीहरूले चाहिँ फाइदा उठाउँछ नि भनेर जनतालाई सरकारले गरेका गलत क्रियाकलापको हामीले जनतालाई सूचित गर्ने, प्रतिगामीहरूलाई खबरदारी गर्ने। यो तिमीहरूको जमाना होइन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र विकल्प समाजवाद हुनसक्छ, संविधानमै व्यवस्थापनको समाजवाद हुनसक्छ, अझ योभन्दा सुदृढ लोकतान्त्रिक गणतन्त्र हुनसक्छ। तर फर्केर फेरि प्रतिगामी चाहिँ राष्ट्र संस्था पुनर्स्थापना गरी कल्पना पनि गर्न सकिन्न। नेपाली जनताले कल्पना पनि गर्दैन। अहिले भएको शासन प्रणाली, शासकहरू खराब भयो भनेर चाहिँ प्रतिवाद गरिएको छ जनताले। योभन्दा खराब शासक चुन्न जनता तयार हुँदैन। यस अर्थमा जनतालाई सूचित गर्ने होइन, भ्रमहरू साफ गर्ने र सरकारलाई खबरदारी गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गरेका हौँ। यसको अर्थ के भने पुरै प्रतिगामीहरू बलिया भएर आए कुछ खेल्नुपर्छ भन्ने हाम्रो मान्यता होइन। एउटा अन्तिम प्रश्न चाहिँ शिक्षकहरू आन्दोलित हुनुहुन्छ अहिले चाहिँ 20-24 गतेबाट ठप्पै पार्ने भनेर भन्नुभएको छ, के छ तपाईँको धारणा? सरकार अविच्छिन्न उत्तराधिकार संस्था भएको नाताले गर्दा होइन, कमरेड प्रचण्ड त्यो सरकारले ल्याएको सङ्घीय शिक्षा ऐन जो सम्मानित समितिमा छ, त्यो समितिमा रहेको सङ्घीय शिक्षा ऐनको चाहिँ अब व्यवहारिक कार्यान्वयन गर्नको निम्ति पास गर्नुपर्ने हुन्छ। सम्मानित सदनबाट पास गर्न हामीले सरकारलाई घचोचाइरहेका छौँ। त्यति मात्र होइन, सङ्घीय शिक्षा ऐन ल्याइसकेपछि नेपाल सरकारको तत्कालीन कमरेड प्रचण्डको सरकारको तर्फबाट शिक्षक महासङ्घ र राज शिक्षक सङ्गठनसँग भएका जो सहमति छन् त्यो सहमति समावेशसहित सङ्घीय शिक्षा ऐन पास हुनुपर्छ र त्यसमा चाहिँ के हुन्छ हाम्रो शिक्षकहरूलाई, शिक्षक सङ्गठनहरूलाई सहयोग हुन्छ र शिक्षक सङ्गठनहरू आन्दोलनमा जानु नपर्ने परिस्थिति सिर्जना गर्न हामी सरकारलाई गर्छौँ, चेतावनी दिन्छौँ। धन्यवाद। मान्छे यो पूर्व विशिष्टहरूलाई जन सेवा सुविधा थप्ने कुरा आइरहेको छ, कति थप्नुपर्ने पुगेन भने? पहिलो कुरा के हो भने यसमा कुनै सत्यता छैन र बढ्ने भन्ने कुरो हुनै सक्दैन। घट्छ, बढ्दैन। घटाउनुहुन्छ बरु घट्ला, बढ्ने कुरो छँदै छैन। तर चाहिँ यस विषयमा कानुन चाहिन्छ भनेर कानुनको ड्राफ्टको कुरा चाहिँ सरकारले गरे होला, तर बाहिर सार्वजनिक रूपमा मिडियामा चाहिँ बढाउन खोज्यो भनेर आयो, त्यसमा कुनै सत्यता छैन। यो भ्रमपूर्ण कुरा हो, बढाउने कुरो छैन। भोलि कानुन आयो भनेदेखि घट्ला, बढ्न चाहिँ बढ्दैन। बरु चाहिँ घटाउने कुरा हामी गर्छौँ, बढाउने कुरा त गर्दैनौँ, निश्चिन्त भयो हुन्छ। किन नबढाउनु खोज्नु भएको? होइन, हाम्रो देशको साधन स्रोतलाई हामीले हेर्नु पऱ्यो नि। हामीले घाँटी हेरेर हात निल्ने भनेर भन्छन् होइन। हाम्रो देशको स्रोत र साधन र क्षमतामा मध्यनजर राखेर हामीले चाहिँ सेवा सुविधाको कुराहरू चाहिँ गर्नुपर्छ। अहिले सीमित स्रोतबाट धेरै अरू महत्त्वपूर्ण काम गर्नु हामीले पर्छ। हामीले भएकै साधन स्रोत चाहिँ राम्रोसँग सदुपयोग भएन, विनियोजन राम्रो भएन भन्ने कुरामा त म निरन्तर कुरा उठाइराख्ने मान्छे हो। त्यस कारण अहिले चाहिँ कुनै पनि निकाय, चाहे चाहिँ पूर्व पदाधिकारी हुन्, विशिष्ट व्यक्तिहरू हुन्, अहिले हामीले चाहिँ
खर्च बढाउने, सेवा सुविधा बढाउने त्यो सुविधा हामी कसैलाई छैन, त्यो गर्न हुँदैन। मान्छे तपाईँहरूले चाहिँ बाहिर हुँदैन भन्नुहुन्छ, भित्रबाट सुटुक्क फेरि काम कसरी सुटुक हुन्छ यो कानुन बनेर यहाँ चाहिँ संसदमा छलफल भएर निर्णय हुने कुरा पनि कुनै सुटुक्क गरेर हुन्छ कहीँ? सुटुक्क त सुन्नु, सेवा सुविधा दिने कुराहरू सुटुक्क गर्नै सकिँदैन। अर्को कुरा जस्तै अहिले सडकमा चाहिँ राजतन्त्र पक्षधरहरू सडकमा आइराख्नु भएको छ, नेपाली काङ्ग्रेसले चाहिँ कसरी हेरिरहेछ, तपाईँले चाहिँ कसरी हेरिराख्नु? हामी स्पष्ट छौँ। हामीले हिजो संवैधानिक राजतन्त्रलाई माने पनि थियौँ। राजा चाहिँ एकताको प्रतीक भएर बसुन्, निर्वाचित जनप्रतिनिधिहरूले चाहिँ शासन सत्ता चलाउन्, यही नै उपयुक्त हुन्छ भनेर हामीले मानेकै हो। राजाले त्यसमा नमानेर सम्पूर्ण अधिकार मलाई चाहिन्छ भनेर चाहिँ अधिकारहरू आफ्नो हातमा लिइसकेपछि अब भएन भनेर हामी त्यो निष्कर्षमा पुगेर गणतन्त्र स्थापना भएको हो। त्यसकारण भोलि के ग्यारेन्टी छ फेरि त्यस्तै के हुने अवस्था आउँदैन भने के ग्यारेन्टी छ? त्यसकारण त्यो खाले जोखिम हामी कोही पनि नेपाली जनताले चाहिँ अहिले चाहिँ लिन चाहँदैन। तपाईँहरूबाट त नेपाली जनताहरू वाक्क दिक्क त भइसक्नु भयो, यो त उदाहरण हो नि। तपाईँले भन्दैमा नेपाली सुन आम नागरिकको जिम्मेवारी तपाईँले नै लिया जसरी कुरा गर्नु भएन। जनताले निर्वाचित गरेर आएको हामीहरू हौँ होइन, जनताले नै निर्वाचित गरेर आएकाहरूले चाहिँ शासन सत्ता चलायो। निर्वाचित नभएर आएकाले चाहिँ जनताको कुरा गर्ने, निर्वाचित भएर आएकाले चाहिँ जनताको कुरा नगर्ने काहीँ हुन्छ? त्यसो मान्छे